के बनाउने आज बुढी मोमो बनाउने मोमो हाय यसको लागि पहिला के चाहियो पिठो के को मैदाको पिठो चाहियो मेजर पनि गर्नुपर्छ कि पर्दैन हजुरलाई कति पिस बनाउने मोमो कति पिस खान सक्नुहुन्छ हजुर मिक्स छ कि हो रोटी पनि मैले उस हल्का मकैको नि मिसाइदिएको थिएँ क्या अलिकति के भन्छ अनि मैदा बन्छ त रोटी हो देखि मास बनिहाल्छ नि पुग्छ पिठो पुग्दैन होला के थाहा दुईजना खानु म त बढी तिमीले खाने होला मैले हो नि त अनि म नै बढी खान्छु अलि म ओके पनि पुग्छ ओके बन्द गर बन्द गर भनेको नि बोल्ला नि ठिकै छ त भ्लग बनाउन आज फर्स्ट भ्लग पहिला यसलाई यस्तो गोलो बनाएर पानी हाल्नुपर्छ ताकि पानी छल्केर उतातिर जाँदैन भनेर युट्युबमा भिडियो हेरेर हुन्छ नि त कति पानी हाल्नुपर्छ बिस्तारो यसलाई होइन पानी एकैचोटि मुसेर गचक्क गर्नु हुँदैन अरे भनेर सेफले सिकाउनु भएको थियो कहाँको सेफले भन्दाखेरि युट्युबको सेफले अझै मैले ट्रेनिङ त गराएको छैन होइन तर पर्फेक्ट हुनुहुन्छ हजुर होइन पिठो मुस्नलाई चाहिँ मेसिन भन्दा एकदम राम्रोसँग मुस्नुहुन्छ उहाँको हातले त्यही हो हातले यस्तो मुस्नुपर्छ राम्रोसँगले अब बुढीलाई खुवाउनु पऱ्यो नि त मोमो बनाएर बनाउनु त तिमीले नि होला मोमो होइन हजुर मिलेर बनाऊ न तिमीले र मैले भन्ने कुरै हुँदैन होइन मिलेर खाने भएछ मिलेर बनाउनु पर्यो नि त होइन यस्तो छ दिनभरि बिहानभरि ड्युटी गरेर आएको बुढालाई यसरी मोमो खुवाउनलाई मोमो खानु पर्ला भनेर बुढाले मुस्नु भएको पिठोको मोमो छिट्टै हुन्छ टेस्ट के त्यसमा छुट्टै टेस्ट आउँछ हो नि त कसरी पिठोको मुस्लाई नै हजुरको बेग्लै छ नि त्यही भएर सेपले पनि तरिका हुन्छ नि बनाउनु अल्छी लगाएर जे पनि बोलेखा लिने त लगातारै भिडियो त गर्नु हुन्छ कसो गरेर गर्नु मैले लगभग हाम्रो चाहिँ पिठो मुछेर रेडी हुन रेडी हुन लागिसक्यो अब त्यसपछि चाहिँ हामी अलिकति उयो त बटर ओके चट्ट एउटा खाल्टो बनाउनुपर्छ होइन हाम्रो पिठो अलमोस्ट के डो भन्छ होइन डो अलमोस्ट रेडी हुँदैछ अब नर्मली घरमा भयो भने चाहिँ तपाईँले नुनी हाल्न सक्नुहुन्छ नुनीले काम गर्छ तपाईँको घरमा गाई भैँसी पालेको छ भने गाईको चाहिँ एकदम हेल्दी हुन्छ होइन भैँसी पनि हेल्दी भइहाल्छ नि भैँसीको अलिकति हुँदैन कसरी बजारबाट बटर मजाले किन्नु पाउनुहुन्छ तपाईँ विदेशमा हुनुहुन्छ भने भैँसीको चाहिँ किन हेल्दी नहुने हो अब त्यो रिसर्च गरेर आफै अनि अर्को कुरा चाहिँ के छ भन्दाखेरि तेल चाहिँ खासै युज नगर्नु होला भेजिटेबल ओइल चाहिँ यो चाहिँ स्वास्थ्यको लागि हानिकारक छ हामी पनि युज गर्दैनौँ अब बुढीले त युज गर्छ म चाहिँ युज गर्दिनँ एउटै घरमा पनि दुईवटा भान्सा हुन्छ हाम्रो चाहिँ कहिलेकाहीँ होइन तेलको निउमा लकडै पर्छ बुढीलाई चाहिँ ओइल खानु मन लाग्छ र धेरै ओइल इज नट गुड फर हेल्थ भन्दाखेरि विश्वास गर्दैन कसैले नि बटर हाल्नुको मेन रिजन भनेको चाहिँ कफी भन्दा कफी धेरै बनाउनु भयो भने कफीलाई के अरे यो पिठोलाई चाहिँ एकदम त्यो मुख्य सहिलो अनि सिल्की टेक्स्चर हुने होइन तपाईँको पिठो के अरे तेल छर्किरहनु परेन अनि टक्क त्यो पकाउँदाखेरि पनि पिँध नटासिने समस्याहरू चाहिँ हट्छ त्यसले गर्दाखेरि बटर अथवा नुनी चाहिँ युज गर्नु होला त्यो पनि युज गर्न सकिन्छ तर त्यो चाहिँ हेल्दी अप्सनमा पर्दैन त्यही भएर हामी चाहिँ आज हेल्दी मोमो खाँदैछौँ भयो अब हजुर फाइनली हाम्रो चाहिँ डो रेडी भइसक्यो हजुरहरूले हेर्न सक्नुहुन्छ एकदम सफ्ट
डो रेडी भइसकेछ होइन डो चाहिँ रेडी भएपछि अब हामी यसलाई चाहिँ सर्टेन टाइमको लागि रेस्टमा राख्छौँ अनि त्यसपछि त्यो 3 जेलसम्मको लागि चाहिँ हाम्रो नेक्स्ट पार्ट के भन्छ त्यसलाई अब चाहिँ हामी भित्र के भन्छ ब्याटर के अब भित्रको मोमोको गुदी बनाउन गइरहेको छौँ म होइन यो चाहिँ मैले त्यो डिपार्टमेन्ट चाहिँ हाम्रो होम मिनिस्टर साहबलाई दिएको छु त्यो चाहिँ खासै दिस इज नट माई टाइप भने जस्तो होइन यो चाहिँ रेडी भयो अब यसलाई हामीले रेस्टिङको लागि यतिकै राख्छौँ एकछिन सर्टेन टाइमको लागि अनि हाम्रो ब्याटर बनिसकेपछि हामी तपाईँहरूलाई फेरि मोमो कसरी घुमाउने भनेर सिकाउनको लागि नयाँ भिडियो लिएर आउँछौँ धन्यवाद ओके सो हाम्रो मोमोको ब्याटर के भन्छ मोमोको ब्याटर रेडी हुँदैछ त्यसको लागि चाहिँ हामी के युज गर्दैछौँ आज क्याबेज अनि यो के अरे उसको टोफु अनि यहाँनिर चाहिँ के भन्छ सोयाबिन भन्छ मस्यौरा अनि एउटा क्याप्सिकम पनि छ क्याप्सिकम पनि छ अरे है साथीहरू के छ भन्छ देखाउनु पर्दैन कि अहिले एकैचोटि क्याप्सिकम पनि छ अरे ल यहाँ क्याप्सिकम पनि छ ल काटेलु हुँदैछ फर्स्टमा हामी यसलाई वास गर्नेछौँ कति फोहोर बनाएको यार सिङ्क अनि यो यस्तो फोहोर बनाएर अनि मैले यहाँ अघिदेखि हेल्दी भनिरहेको छु अनि भगवान् चाहिँ यहाँ सिङ्कको खाने होइन नि त कति ठुलो चपिङ बोर्ड हामी त्यो चाहिँ हाम्रो एकदम हेल्थको लागि हेल्थलाई मेन्टेन गर्दै काठको चपिङ बोर्डमा होइन फर यर काइन्ड इन्फर्मेसन हामीले चाहिँ भेज मोमो बनाउनु गइरहेको छौँ त्यसको ब्याटरको लागि चाहिँ एउटा क्याबेज भयो टोफु छ हामीसँग अनि त्यसपछि सोया चङ्क छ अनि के भन्छ यसलाई के हामी त क्याप्सिकम भन्छ होइन हामी के भन्थ्यो नेपालीमा के भन्छ हौ यसलाई के खोर्सानी भन्थ्यो डल्ले खोर्सानी होइन ढेँडे खोर्सानी युज गर्न गइरहेको छ अनि यत्रो ठुल्ठुलो मोमो हाल्ने यसलाई त मसिनो बनाउने हो ओके यस्तै हाल्छ त कटिङ हेर्नुहोस् है जापानिज सेफको कटिङ हो नेपाली हो नि त कहाँ जापानिज सेफ जापानमा बसेपछि जापानिज सेफ हुनु परेन यस्तो पाराले अनि मोमो पाक्छ त नि आज पाक्छ उता जानु हजुर त्यहाँ चाहिँ के यतापट्टि आउनु त होइन म हाम्रो दर्शकहरूलाई देखाउन चाहन्छु कटिङ कस्तो हुन्छ कति इन्चमा काट्ने अनि त्यो सबै नाम मेजरमेन्ट हजुरहरूको जसरी काट्न मन लाग्छ त्यसरी काटेर खाँदा हुन्छ त्यति भइसक्यो यति भयो एउटा है कसरी कटिङ हुँदैछ क्याबेज तिमीले होटल खोल्यो भने त भोलिपल्टै बन्द होला होइन किन कटाइदेखेर नि अनि मोमोको भित्र यत्रो बन्दा देख्यो भने त मान्छे कहाँबाट आउँछ त अनि मेसिनले काट्नु पर्यो नि त अनि मेसिन पनि पाइने नि त बन्दा काट्नलाई बन्दा खाला जस्तो यो त भेज भन्दा पनि बन्दा मोमो भनेर भन्नु पर्ला हुन्छ एज अ विश काटेर आउँछसँगले हाम्रो क्याबेज काटेर सकिसकेको छ अब हामी चाहिँ क्याप्सिकम के भन्छ के अरे भिन्डी ढेँडे खोर्सानी हामी चाहिँ ढेँडे खोर्सानी काट्न गइरहेको छौँ यसलाई चाहिँ काटेपछि त्यो भित्रको गुदी चाहिँ फ्याँक्नुपर्छ अनि फ्याँकिसकेपछि यसरी सफा गर्नुपर्छ यो हाम्रो धाराको टुटी चाहिँ हामीले सेतो कपडाले बाँधेको छौँ ताकि फोहोर पानी नआओस् भनेर जापानमा नर्मल्ली फोहोर पानी चाहिँ आउँदैन भए पनि फर यो सेफ्टी काइन्डनेसको लागि चाहिँ त्यस्तो हुन्छ हामीसँग फिल्टर पनि छ फिल्टर युज किन नगरे भनेर भन्ला होइन फिल्टर कहाँ छ त्यो फिल्टर युज भएन नि त खै कहाँ छ त्यो फिल्टर कहाँ माथि फालिदिएको कता तिमी काट न तिम्रो देखाइरहेछ त्यो फिल्टर कहाँ छ फिल्टर राखिसक्यो माथि कता खोइ त्यति कता राखेर अघि नै मैले चढेर कुन साइड कसरी काट्ने भेडे खोर्सानी ढेँडे
ओए बाबा ढेँडा खोर्सानी काटा जाला अब यो अहिलेको लागि चाहिँ नेपाली जुगाड भनेर सम्झिनु हाम्रो यो होइन धाराको पानी अनि यो चाहिँ ढेँडा खोर्सानी हामी काट्दैछौँ तिम्रो कटिङ त के हो एकदम इक्वल छ त कहाँ सिकेर आयो ट्रेनिङ तिमीले कटिङको कुकिङको जहिले एभ्री टाइम कुक गर्ने भएपछि त अनि इक्वल भइहाल्छ नि एभ्री टाइम चाहिँ होइन कि हजुरले अब गर्नुहुन्न केही काम ओहो अहिले रेकर्ड गरेर मस्यौरा काट्छु है त ल त्यसपछि अब मस्यौराको पालो पानी फालौँ पहिला अनि यसको प्रोसेस चाहिँ के हो मस्यौरालाई के हो कति मिनट चाहिँ मिनट 10 मिनट जति राखेको क्या हो है चिसो पानी कि तातो पानीमा चिसै पानीमा राखेको अब अनि त्यो चिसो पानीमा हुन्छ त भयो त तातो पानीमा राख्नुपर्छ होइन खोइ होइन तातो पानीमा राख्यो भने त्यो मसौराको टेस्ट चाहिँ अर्कै हुन्छ क्या उमालेको जस्तो हुन्छ तर चिसो पानीमै राख्दा राम्रो हुन्छ ए ल बुझ्नुभयो मलाई चाहिँ त्यस्तो म लाग्छ जन्मेर अब 29 पुगेर 30 लाग्न लागे अहिलेसम्म थाहा थिएन हाम्रोमा चाहिँ तातो पानीमा अथवा त्यो भातको माडमा खै मलाई चाहिँ अब त्यस्तो लाग्छ होइन त्यो उमालेर गरे जस्तो लाग्छ अब थाहा छैन अब अहिलेसम्म मसौराको पनि टेस्ट जहाँनिर चाहिँ मलाई थाहा भइहाल्छ थिएन अब त्यो चाहिँ कम्पेयर गर्नुपर्छ है ओके चिसो पानीमा मसौरा तताएर पनि ढडाएर पनि काटिँदो रहेछ यो टेक्निक मलाई पहिला किन थाहा भएन प्रभु ल कति कट गर्ने हो त्यसलाई अब भन्नु पऱ्यो नि त यति कट होइन गर्ने अब जसरी मसिनो बनाए भयो नि आफूलाई जसरी अनि मोमोको ब्याटरभित्र अट्छ बन्दाको पनि यहाँ हेर्नु जस्तो बन्दा ल अनि यत्रो के भन्छ बन्दा हालेपछि अनि यत्रो मसौरा अनि कत्रो मोमो बनाउनु लाग्यो तिमीले मोमो चाहिँ यहाँ हेर ल ल ल दिनु खै झुकेर परेको दिन त ल अहिले यहाँ भिडियो देखाएपछि यहाँ कति छ कति ल ल हेर्नुहोस् है अनि मोमोभन्दा बढी त यहाँ ल डाँट छ अनि यस्तो पाराले मोमो बन्छ भने बन्छ हो यतापट्टि आउनु त छेकियो छेकोस् केही नो प्रब्लम यो क्लिप्स राख्ने हुन्छ हाई एकैचोटि काट अब यहाँ डिमान्ड चाहिँ खोर्सानीको पनि आयो हाम्रो चाहिँ फ्रोजन खोर्सानी छ त्यो फ्रोजन खोर्सानीलाई अब टक्क यहाँ म्याडमजीले काट्नुहुन्छ फाइनली हाम्रो सबै ब्याटरको लागि रेडी भइसकेको छ अब खोर्सानी कटिङ हुँदैछ होइन यो चाहिँ खोर्सानी चाहिँ मेड इन भियतनाम हो एकदम स्पाइसी छ होइन यो खोर्सानी चाहिँ त्यो खोर्सानी चाहिँ नेपालमा लगेर साह्रो मन छ मलाई नेपालमा यतिको पिरो खोर्सानी चाहिँ मैले अहिलेसम्म भेटेको छैन होइन अब हाम्रो त्यो जन्मरा खोर्सानी त एकदमै पिरो हुन्छ तर नर्मली यस्तो सिङ्गी खोर्सानीमा चाहिँ यो चाहिँ यस्तो पिरो छ कि यो खोर्सानी होइन तपाईँको तरकारीमा एउटा हाल्यो भने पनि इनफ हुन्छ कि दुईजनाको लागि खोर्सानीको अब यो के भन्छ खोर्सानी लभरहरूलाई चाहिँ एकदम राम्रो तपाईँको स्पाइसी खाने मान्छेहरूलाई चाहिँ यो खोर्सानी चाहिँ बेस्ट हुन्छ सो फाइनली हाम्रो ब्याटरको अलमोस्ट सबै कुराहरू सकेको छ अब के मात्र बाँकी छ एउटा टोफु बाँकी छ टोफु चाहिँ हामी यतिकै हाल्छौँ नकाट्ने हो टोफु हाल्नु भित्रको पानी फालेर ओके यस्तो बट्टामा आउँछ प्याकेजिङमा अब टोफु भने चाहिँ भटमासको पनिर होइन भटमासको पनिरलाई चाहिँ यस्तो अब के गर्छ अब नुन खोर्सानी यताउति अब नुन खोर्सानी इधर उधर के हुन्छ अरे इधर उधर त किन भन्नु जिराको धुलो हाल्नु पर्यो ओके कति मात्रा कति हो जिराको धुलोको खै कस्तो खै भन्ने थाहा हुन्छ छैन है अब 1 चम्चा हाल्छु थाहा नभइकन हाल्न पाइन्छ त तर टेस्ट मिठो खासमा चाहिँ भएन मोमो मसलाहरू हुन्छ अरे होइन अब हाम्रो त छैन नि त त्यो भएर आफै मोमो मसला पनि युज नगर्ने छैन अनि देख्नुहोस् भयो कति के भन्छ क्लासिकल वेमा हामी बनाउँदैछौँ जति हाल्दैमा ठस गर्नलाई विदाउट मोमोको मसला होइन हामी मोमोको ब्याटर बनाउँदैछौँ भनेपछि कति च्यालेन्जिङ छ होला मैले कति रिस्क लिएर चाहिँ यो मोमो खानुपर्ने हो मलाई मात्र फिल भइरहेछ अहिले नुन सल्ट ओके नुन पनि हाल्दैछौँ नुन चाहिँ अब स्वाद अनुसारले जति हाल्यो नि होला मलाई नि खासै उता हुँदैन है जति हाल्दिनँ अनि नुन चर्को भयो भने त अनि याबै हुन्छ है तर यता बढी नै हुन्छ याबै यति भए पुग्यो क्या खै नुन चाहिँ खासै अर्काउनै आउँदैन कि झन् नयाँ किनेर लिएर आएको थाहा नै हुँदैन यसको त देखाएकै हो कि क्या हो नुनको भाँडा देखाएको अरे है गाइजहरू हेर्नुहोस् है यो चाहिँ माटोको भाँडामा टक्क सल्ट लेखेको
यस्तो छ नुनको भाँडा हाम्रो घरमा है ल अनि हल्का जापानिज सेव कसै हाल्छु है अनि मोमो बनाएको छ अनि जापानिज यो हल्का के यसको जापानिज मसला हालेर खाने यो चाहिँ मिक्स अफ स्पाइसेस भनौँ है अनि अरू अप्राम चप्राम भने पाउने ब्ल्याक पेपर ब्ल्याक पेपर नै हालिदिन्छ हालौँ न ए राम ब्ल्याक पेपर ल यस्तो ब्ल्याटर कसैले बनाएर घरमा खानुभएको छ भने एकचोटि प्लिज कमेन्ट गर्नु होला है यो भिडियो फुल हेर्नुभयो भने चाहिँ के छ त हाल्नलाई त खासै के भयो सबै त हालिसक्यो अब के हाल्ने केही छैन है खासै यति त भइहाल्यो अरू त जिराक धुलो नि हालेँ यति होला यति भयो ल अब मुस्नुहोस् त्यसो हातैले मुस्छ है पन्जा लाग्नु पर्ला कि किन पन्जा पन्जा छैन नि त फेरि अनि पन्जा भयो भने त किन युज गर्नु परेर घरमै खाने हो बेच्ने हो र बेच्ने सेफले त हातले युज गर्छ ल टोफु मुस्नुहोस् चाहिँ यस्तो नरम हुन्छ कि होइन यस्तो हुन्छ ओके यसलाई मजाले हामी 15 देखि 20 चोटि मुस्छौँ भन्दा त्यो काउन्ट त गर्न सकिँदैन तर यसलाई चाहिँ अब एकदम मसिनो हातले मुछेपछि अझ मसिनो हुन्छ अरे एज पर आवर जापानिज सेफ होइन जापानिज सेफ इज मेकिङ नेपाली मोमो अब हेरौँ कस्तो बन्छ जापानिज मसला हालेको छ अब राम्रै हुन्छ होला मिठै हुन्छ होला भन्ने कामनाका साथ हामी अगाडि बढिरहेको छौँ लास्टमा सोया सस पनि हाल्छ नि त थोरै ए सोया सस नि बाँकी छ माई गड अब सकिन्छ त आज अब डेराउनु नि त कसैले तर नुन यो चाहिँ ट्राई गर्नलाई मलाई दिनुभएको हाम्रो सेफले होइन अब नर्मली होटेलमा चाहिँ सेफ आफैले ट्राई गर्छ भने यहाँ चाहिँ हामी भ्युवरहरूले ट्राई गर्छौँ कस्तो छ मिठो छ कि छैन यतिकै सलादमा पनि जान्छ तपाईँले यतिकै सलादमा खाने हुन्छ पिरो पिरो छ नुनिलो पनि छ ठिक छ सोया सस हाल्नु पर्दैन होला हाल्यो ठिक छ हाली भइहाल्यो होइन कि अब अचार नि भइहाल्छ नहालौँ ठिक छ ओके हाम्रो चाहिँ रेडी भयो त उयो कचरामा हाम्रो ब्ल्याटर रेडी भएको छ होइन कुन चाहिँ त्यो सेतोमा हालौँ न सेतो हो त यो पानी कलरको होइन सेतो कलर सिसा कलरमा हालिदिउँ न नदिनु अर्को कचरा कहाँ लग्यो ल पानी हाम्रो ब्ल्याटर रेडी हाल्नु भएको यो छ पानी चाहिँ नफालिदिनु ओके सो हामी अब ब्ल्याटर एउटा भाँडोबाट अर्को कचौरामा ट्रान्सफर गरिरहेको छौँ होइन अब यसलाई के हुन्छ यो फर्दर प्रोसेसको लागि फर्मेन्टेसनको लागि छोडिदिन्छौँ कि एकछिन राख्नु ठिकै अनि त्यसपछि अचार बनाउँ न कति टाइम टाइम भन्नाले अब एकछिन राखौँ न अब हुन्छ अब नि त एउटा हाम्रो चाहिँ इस्टिमेट अब अब अचारहरू बनाएको छैन नि त न त सिधै बनाउँदा नि हुन्छ त्यस्तो धेरै राख्नु त पर्दैन तर ल सुन्नुभयो होइन सिधै मोमोमा प्याक गरेर दिँदा नि हुन्छ अरे कसो हुन्छ अरे हेर्नु नि थाहा छैन अब सबैको आफ्नो हुन्छ नि त मेरो चाहिँ एकछिन अब अचार बनाएको छैन अब एकछिन अब अचार बनाउँदैछौँ चाहिँ हामी यसलाई यत्तिकै राख्नेछौँ बनाउनु हुँदैछौँ अचारको लागि ब्ल्याटर रेडी भयो अब अचारको लागि चाहिँ हाम्रो बदाम भुटाइ कार्यक्रम सुरु हुँदैछ हाम्रो चाहिँ यो बदाम चाहिँ रोस्ट भइसक्यो अब हामी यसलाई चाहिँ अचार बनाउँछौँ होइन अनि अब के हाल्नुहुन्छ हजुर अचारमा चाहिँ थाहा छैन म मेरो काम भनेको अनि हजुरको काम होइन अचार पनि बनाउने हजुरको डिपार्ट हो यो अचार बनाउनु मेरो त्यो मात्रै हो अब यो पाकिसक्यो यसो बन्द गरौँ न त ग्यास अब चाहिँ हामी के गर्छौँ त अचार बनाउँछौँ बनाउनु त हजुर के कसरी बनाउने हो अचार मलाई थाहा छैन नि बदाम हाल्ने अनि उ त्यो उयो हाल्ने अनि भयो त अचार खुर्सानी हालौँ अनि भयो अझ भयो त्यो पनि हो खुर्सानी बदाम अनि के हाल्नु पर्यो नुन हाल्नु त पऱ्यो होला नि स्वादअनुसारको चाहिँ बुढाको खुर्सानी कटाइ हेर्नुहोस् एकदम मसिनो पारेर काट्नुहुन्छ उहाँ चाहिँ मेसिन जस्तै गरेर काट्नुहुन्छ होइन सिक्नुपर्छ कि उहाँ चाहिँ सेफ नै हो घरको सेफै घरको सेफ होइन हौ कहिलेकाहीँ मात्र जहिले यसरी काटेदेखि त कति सुख हुन्थ्यो मलाई त्यो कटिङ हेरेर थाहा हुन्छ कि घरको सेफ हो कि बाहिरको सेफ भनेर हजुर अब यो युट्युब हेरेर कहिलेकाहीँ मात्र गर्नुहुन्छ युट्युब हेरेर कहिलेकाहीँ गर्दा यस्तो के हुन्छ खुर्सानीको कटाइले नै थाहा हुन्छ र अचम्म छ त हेर्नुभयो
रेगुलर काट्नु थालेपछि कटाइ पनि कति राम्रो हुन्छ होटलको प्रोफेसनल सेफ भन्दा भयो यस्तो पाराले त बुढा त सिधै सेफ हो मेरो तर्फबाट चाहिँ होइन भाडा मजा नलाउने हजुरलाई अब सिधै माथिल्लो पोजिसनमा राख्न चाहन्छौँ हामी के हो त्यो भने अब चाहिँ हामी धनियाँ होइन जिरा फुल्याउनु भयो अब खुर्सानी हाल्छौँ जिरा फुलाउने होइन त्यसपछि खोर्सानी चाहिँ अचारको लागि हो है त पुरा खारा आउँछ कि बेसी भएको उताको धोका नि फुल्यो चाहिँ अब क्यान टमाटर फ्रेस टमाटर चाहिँ अब पाउन अलि मुस्किल भन्नाले पाउन त पाइन्छ कि अब हामी लिन गएनौँ क्यान टमाटरै युज गर्छौँ है त हाई वकरी मसिता मेरो गर्नु सेफलाई टमाटर टक्क लाएर बनाउँदैछौँ यो चाहिँ मोमोको अचारको लागि हो है के आउँछ त्यही भने तपाईँले गीत गाए जस्तो मोबाइल अन भएको होइन कुन मोबाइल बाहिरको साउन्ड आएको उता यस्तो मान्छे बोलेर आवाज आएन अघि एकताका हो र खै बाइक चलेर आउँदा त्यही होला उतापट्टि झ्याल बोलेको नि त ए लुगा सुकाउनु आएको खै के गरेपछि हुन्छ धेरै हाल्यो भने चल्दैन बढाउनु ओके फाइनल्ली हाम्रो सबै अलमोस्ट रेडी भइसकेको छ हाम्रो अचारको लागि गोलभेडा बदाम यो हामी ग्राइन्ड गर्छौँ एकछिनमा स्टिल तातो छ होइन हाम्रो ब्ल्याटर रेडी भइसक्यो अनि हाम्रो डो मोमोको लागि डो होइन अब हाम्रो जापानिज सेफले टक्क लगाएर यो नेपाली मोमो बनाउँदै हुनुहुन्छ एक हातले बेलेर यतिको के चाहिँ यो डल्ला ठुलै बनाउनु पर्छ कि यत्रो त यत्रो डल्लामा यत्रो क्याबेज कसरी हाल्ने हो हामी हेर्छौँ सबै कुरा हेर्नुहोस् है मोमो रेडी हुँदैछ हाम्रो खानको लागि मुखबाट पानी आइरहेको अवस्था छ ब्ल्याटर यो दुईटा मेरो कति इम्पोर्टेन्ट रोल छ आजको दिनमा भन्ने मात्र मुखले मात्र मलाई खान मन लाग्यो भन्ने हो कि रेडी त सबै आफैले बनाउनु पर्ने मोमो चाहिँ यसरी बनाउनुपर्छ है अब यो चाहिँ खासै मिल्छ मिल्दैन थाहा छैन होइन तर मोमो चाहिँ टक्क लगाएर यस्तो गरेर घुमाउँदै ल्याएर यसरी जोडेपछि मोमो भयो है अब यो मोमोको डिजाइन कस्तो छ हाम्रो भिडियो हेर्ने सेफहरू साथीहरू अथवा भ्युअरहरूले मलाई सजेस्ट गर्नु होला है यो मोमोको डल्ला भयो कि भएन भनेर ओके यस्तो हल्का सेफ जस्तो गर्नु न हामी पनि छिटो छोडेर होइन यस्तो गरेर दिनु है यस्तो गरेर छोडिदिउँ न है त्यतिका सबै उयो गरेर ला पातलो भएन के गरे हेर न मोमो रोटी बनाएको यस्तो लेयर प्रो सेफ भएपछि यस्तो पिठो बिग्रियो भने मोमोको डिजाइन चाहिँ म खतरै बनाइदिन्छु कि डेली खाना बनाएको ऊ छ नि त एक्सपिरियन्स मोमोको डिजाइन कस्तो छ कमेन्ट गर्नु होला खोकी लगाइसक्यो मैले मोमो बनाएको देखेर अब सकिन्छ प्रभु ओके फर इन्ट्रेस्टिङ भिडियो हाम्रो ब्लगको अपडेटको लागि हामीसँग के भन्छ जोइन भएर बस्नु होला
हामीलाई युट्युबको तर्फबाट हेर्नुहुने सम्पूर्ण महानुभावहरूलाई प्लिज के गर्नु रे सब्सक्राइब गरिदिनु हाम्रो युट्युब च्यानल होइन। यस्तो इन्ट्रेस्टिङ भिडियोहरू हामी लिएर आउँदैछौँ। तपाईँहरूको एक सब्सक्राइबले हामीलाई के गर्छ भिडियो बनाउन मोटिभेट गर्छ भनेर मेरो श्रीमतीज्यूले मलाई रिक्वेस्ट गर्नुभएको थियो, यो चाहिँ भन्नुपर्छ है भनेर मैले हस् भनिदिएँ। त्यही भएर हजुरहरूलाई रिक्वेस्ट गरिरहेको छ। तपाईँहरूलाई मनपर्छ यदि घरमै मोमो कसरी बनाउन सकिन्छ विथ लिमिटेड रिसोर्सेस भनेर चाहिँ हाम्रो भिडियो पनि हेर्न सक्नुहुन्छ है त तपाईँहरू। ठिक छ मोमोको डिजाइन मोमो पसल खोलेर बस्नुपर्छ के हो है। हाम्रो मोमोहरू सबै अब सेपमा रेडी भइसकेको छ होइन, रेडी टु स्टिम पोजिसनमा बसिरहेको छ र एउटा ब्याच चाहिँ हामीले यता राखी पनि सक्यो होइन। प्योर होममेड मोमो होइन, हल्का टाँसिरहेको छ अब यो जालीमा होइन, हल्का टाँसेको छ अब यो पुरै निस्केछ। तेल अलिकति हाल्नुपर्ने ठिकै छ। अब तेल हामी विदाउट तेल खाने भनेर होला, त्यही भएर यो चाहिँ टाँसिरहेको छ पुरै तान्नु। यतिकै खाने अब ठिक छ। यो चाहिँ तपाईँहरूले टिमुमा नि अर्डर गर्न सक्नुहुन्छ, एकदम चिपर। तपाईँको 200 देखि 300 रुपियाँमा नेपाली पैसामा तपाईँले अनलाइनमा अर्डर गर्न सक्नुहुन्छ होइन। एकदम हेल्पफुल हुन्छ किचन इक्विपमेन्टको लागि र मोमो कुकिङको लागि। यो हाम्रो मोमो रेडी टु स्टिममा, यो हाम्रो स्टिम भइसकेको मोमो, यो हाम्रो अचार अनि हाम्रो अर्को स्टिम हुँदैवाला सेकेन्ड लटको मोमो यो। अब हामी तपाईँहरूलाई रिभ्यू दिन्छौँ कस्तो भइरहेको छ टेस्ट सहित। ओके सो फाइनली हाम्रो होममेड मोमो रेडी भइसकेको छ। खानालाई हामी रेडी छौँ र रिभ्यू दिनको लागि पनि कसले धेरै काम गर्यो तपाईँहरूले थाहा पाइहाल्नु पऱ्यो होइन। इट्स हार्डवर्कको क्रेडिट चाहिँ मलाई जान्छ होइन। ल तिमीलाई 40% दिएँ, मैले 60% दिएँ कि किनकि स्टार्टिङ पेजदेखि मैले काम गरिरहेको छु। तिमीले गरेको के हो भन न, तिमीले गरेको के छ भन त। मैले यत्रो भित्रको यो मोमोको ब्याटर बनाएँ, यो मोमोको त्यो बेले अचार बनाउन हेल्प गरेँ अनि त्यत्रो भाँडा माझेँ। अब काम डिभाइड गरौँ है। मैले मोमोको पिठो मुछी होइन, त्यसपछि अचार बनाएँ, यो मोमोको डिजाइन बनाउने नि मै, स्टिम गरेँ नि मै होइन। ओके ल 60-40 गरौँ न ल। ल लेट्स गो। खाने त हातैले दिने चाहिँ अब हातैले दिन्छ होइन। पहिला अब कस्तो बनाएको छ खुवाउनु पर्यो होइन, पहिला हजुर खानु पर्यो नि, त्यस्तो धेरै मिहिनेत गर्नु भएको लाउन ल झरो है। अचार चाहिँ मिठो भयो है, अरू चाहिँ यस्तै हो। मोमोको ब्याटर पनि सबै ठिकै छ होइन। अचार पिठो मोमो पाकेको छ, पिठो एकदम पाकेको छ। हल्का यो तल टाँसेर चाहिँ यो मोमोको सेप चाहिँ बिग्रियो, बेसको सेप चाहिँ, तर माथिको डिजाइन स्टिल होइन मैले बनाएको भने त स्टिल राम्रै छ। अचारमा अझ कोक हुनुपर्ने कि अब कोक छैन, चिसो कोक होइन छैन नि त। नेक्स्ट भिडियोमा चाहिँ कोकहरू सफ्ट ड्रिङ्क राखेर बनाउँला, तर उसको लागि मेरो लागि होइन। म त सफ्ट ड्रिङ्क छोडेर होइन लगभग 7-8 वर्ष भयो सफ्ट ड्रिङ्क छोडेको। हामी चाहिँ पानी खान्छौँ होइन, वाटर इज लाइफ भन्ने मान्छे पऱ्यो। तर यसमा यो ब्याटरमा एकदम एउटा इन्ट्रेस्टिङ टेस्ट चाहिँ त्यो के भन्छ क्याप्सिकम हालेपछि होइन, त्यो टेस्ट नै यस्तो सुगन्धित भएको छ नि होइन, यस्तो फ्रेग्रेन्स आएको छ, खाँदाखेरि पनि त्यस्तै फ्लेभरफुल होइन। क्याप्सिकमले चाहिँ एउटा
छुट्टै नयाँ एउटा टेस्ट एड गरेको छ यसमा। अनि म त उसको सोयाबिन ससको पनि एकदम मिठो चिसो पानीमा ढडाएर होला सोयाबिनले पनि अलिकति छुट्टै फ्लेभर दिएको छ। सो धेरै धेरै धन्यवाद हाम्रो भ्लग सुरुदेखि अन्त्यसम्म हेरिदिनु भएकोमा। यसरी नै नयाँ नयाँ इन्ट्रेस्टिङ भिडियोहरू हामी होममेड मोमोदेखि लिएर होममेड अब सबै रामेनहरूदेखि लिएर सबै भ्लगहरू मिनी भ्लगहरू लिएर आउने क्रम जारी रहनेछ। त्यसले गर्दाखेरि हामीसँग जोडिरहनु होला। त्यसको लागि तपाईँहरूले चाहिँ हाम्रो च्यानल सब्सक्राइब गर्नु होला र लाइक र कमेन्ट पनि गर्नु होला। राम्रो लाग्छ भने आफ्नो साथीहरूलाई पनि सेयर गर्नु होला। कमेन्टमा चाहिँ तपाईँहरूलाई के नेक्स्ट भिडियो बनाउँदाखेरि राम्रो हुन्छ त्यसको कमेन्ट सजेसन पनि दिनु होला। अरू केही छ त? जाँदा जाँदै यो मोमो तपाईँहरूको लागि